एआई भनेको आर्टिफिसियल इन्टेलिजेन्स भयो त्यो मिनिङ त होइन। त्यो भनेको अब हामी मान्छे चाहिँ ह्युमन इन्टेलिजेन्स नेचुरल्ली हामी सिक्छौँ होइन। अब बच्चादेखि क ख ग घ भन्दै चरा बाघ भालु बुवा आमा फादर मदर भन्दै हामी सिक्छौँ नि। त्यसरी नै अथवा यो झ्याल यो ढोका यो घर यो पानी यो डेस्क भने जस्तै यो त सबै डेटा हो नि। यसरी नै डेटाबाट मेसिनलाई चाहिँ ट्रेन गराएर मान्छे जस्तै वा त्योभन्दा दक्ष बनाउने आर्टिफिसियल्ली त्यो प्रोसेस चाहिँ आर्टिफिसियल इन्टेलिजेन्स हो त्यो प्रविधि। यो बनाउनेहरू चाहिँ अब साइन्टिस्ट एआईका रिसर्चरहरूले नयाँ नयाँ एआईहरू चाहिँ रिसर्च गर्छन्। अनि त्यसरी रिसर्च गरेको एआईलाई चाहिँ अब डेभलपरहरू हुन्छन् एआईका चाहिँ अब पढेका ग्रेजुएटहरू होइन। न्यू ग्रेजुएटहरू तिनीहरूले लर्निङ पनि गर्छन् बनाउँदै पनि जान्छन् त्यसलाई डेभलप पनि गर्छन् रिसर्च पनि गर्छन्। अब यो चाहिँ सबैको इफोर्ट कलेक्टिभ इफोर्ट हो सबैको कोलाबोरेसन हो। यो एआईलाई स्मार्ट र दक्ष र मान्छेभन्दा अझै स्मार्ट बनाउँदै जाने प्रक्रिया चाहिँ सबैको कोलाबोरेटिभ इफोर्ट हो। एआई हुनलाई चाहिँ त्यो डेटालाई चाहिँ ट्रेनिङ गरेर त्यसको प्याटर्न अन्डरस्ट्यान्ड गरेर हिस्टोरिकल प्याटर्न जस्तै तपाईँको बिहेभियरलाई तपाईँ लगायत मानिलिनु एउटा 5-7 हजार मान्छेको नेपालीहरूको बिहेभियर हेरेर मेरो बिहेभियर प्रिडिक्ट गर्ने परशुराम पनि यस्तै यस्तै होला किनभने ऊ पनि नेपाली हो उसले पनि दसैँ मनाउँछ तिहार मनाउँछ अथवा रिसाउँछ अथवा खुसी हुन्छ अथवा सेन्टिमेन्टमा आउँछ मुभी यस्तो मन पराउँछ उस्तो मन पराउँछ तपाईँहरूको हिस्टोरिकल डेटा हेरेर ममा प्रिडिक्ट गर्ने त्यो चाहिँ एआई हो। दैनिक जीवन हरेक क्षेत्रमा एग्रिकल्चरमा खर्च युज हुन्छ मेडिकल क्षेत्रमा युज हुन्छ सेटेलाइटको इमेजिङहरू ड्रोन डिस्कभरीमा हुन्छ होइन। नयाँ नयाँ मेडिकल डिस्कभरीमा त्यस्तै केमिकल डिस्कभरीहरूमा होइन फिजिक्सको फेनोमेनाहरूको प्रिडिक्सन गर्न त्यस्तै अहिले मङ्गल ग्रहमा त्यो रोबोटहरू मुभ भएछ नि अगाडि ढुङ्गा देख्यो भने यता पन्छाएर हिँड्छ नि त्यो पनि एआई हो। त्यसले चाहिँ मान्छे जस्तै देख्यो अगाडि होइन त्यो अब्जेक्ट डिटेक्ट गर्यो डिटेक्ट गरेपछि आफ्नो नयाँ पाथलाई चाहिँ फाइन्डिङ गर्यो होइन। त्यो पनि एआईले त्यहाँ काम गरिरहेको छ भने हरेक एरियामा। अब एडभान्स कन्ट्रीहरूमा त हरेक एरियामा मेनी एरियामा चाहिँ अहिले अलरेडी इम्प्लिमेन्टेड छ। अब हाम्रो जस्तो यो थर्ड वर्ल्ड कन्ट्रीमा चाहिँ जस्ट मैले चाहिँ धेरै ठाउँमा इन्टरभ्यू पनि दिएँ धेरै स्कुलहरूमा मैले डेमो पनि गरेँ कलेज युनिभर्सिटीहरूमा चाहिँ जस्ट स्टार्टिङ र लर्निङ फेजमा भएको पाएको छु। यो नेभर इन्डिङ प्रोसेस हो नि त। जस्तै लर्निङ ह्युमन लर्निङ नेभर इन्डिङ हो होइन। तपाईँ हामी कहिले लर्निङ गरिसकेर अब चाहिँ म सर्वज्ञानी भएँ आई नो एभ्रिथिङ भन्ने हुन्छ त हुँदैन होइन। इभर लर्निङ हामी डेथको अघिल्लो दिनसम्म पनि लर्निङ गरिरहेको हुन्छौँ नि। त्यस्तै एआई पनि अझैभन्दा अझै यो लर्निङ गरेर यो स्मार्ट बनाउने क्रम चाहिँ यो जारी रहन्छ सधैँ। यहाँसम्म पुग्दा चाहिँ अब ह्युमनको सम्पूर्ण मोस्ट अफ द कामलाई रिप्लेस गर्छ यसले। तपाईँको गार्डनमा काम गर्नेदेखि किचनमा काम गर्ने होइन तपाईँको अब सबै तपाईँको रेफ्रिजरेटर ओपन गर्ने क्लोज गर्ने त्यसलाई कति टेम्परेचरमा चिस्याउने तताउने तपाईँको बत्तीहरू आफै बाल्ने रोबोटहरू आफै चल्ने कारहरू सेल्फ ड्राइभिङ हुने त्यो त अहिले अलरेडी छ टेस्ला कारहरू सेल्फ ड्राइभिङ छ त्यो पनि एआईमै हो। अब भनौँ न मान्छेहरूको म्याक्सिमम कामहरूलाई रिप्लेस गर्ने। रोजगारी खोज्छ पनि होइन मान्छेका कैयौँ कामहरूलाई यसले रिप्लेस गर्छ। जस्तै अहिले एमाजनहरूमा वालमार्टहरूमा जुन डेलिभरी हुन्थ्यो नि अहिले ड्रोनहरूले डेलिभरी गर्न थालेको छ त्यो मान्छेको रोजगारी नै खोसेको हो नि त। एक तरिकाले हेर्दा त्यो अर्को तरिकाले त त्यो ड्रोन विकास गर्न मान्छे पनि त चाहियो इन्डस्ट्री चाहियो त्यसमा रोजगारी भयो होइन। नयाँ नयाँ ड्रोनहरूको डिस्कभरी नयाँ नयाँ केमिकल फिजिकल फेनोमेना डिस्कभरी हरेक कुरामा त मान्छेकै संलग्नता चाहिन्छ। त्यो एआईलाई पनि त बनाउने मान्छे नै हो होइन। त्यो एआईलाई चाहिँ अझै अप्टिमाइज गर्ने त्यो एआईलाई अझै दक्ष बनाउँदै जाने त्यो पनि त मान्छे हो। अर्को हिसाबले मान्छेको नयाँ 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 रोजगारीहरू सिर्जना हुन्छन्। अर्को हिसाबले हेर्दाखेरि केही रिप्लेस पनि हुन्छ। ल 100 रोजगारी थियो भने 50 रिप्लेस भएर 50मा आउला तर अर्को नयाँ 50 क्रिएट भएर अरू फेरि होइन 100 नै पुग्ला 100 नै नपुग्ला 80 90 100 प्लस माइनस 5-10 त हुन्छ तर यसले कम्प्लिटली रिप्लेस गर्ने होइन। अब विद्यार्थीहरूले चाहिँ एआईबाटै लर्निङ गर्ने होइन। कहिले कहिले अब टिचरहरूलाई कुनै क्वेसन सोद्धाखेरि उनीहरूले रङ आन्सर दिन पनि सक्ने हुन्छन्। कहिले कहिले चाहिँ अब होइन अब अलिक कन्फ्युज भएर आई डोन्ट नो पनि भन्न सक्छन् नि। एआईमा चाहिँ अलिक कम प्रोबेबिलिटी हुन्छ त्यसको। उसले चाहिँ किनभने यो सम्पूर्ण डेटाहरू यो बहुतै ठुलो इन्फर्मेसनमा चाहिँ तिनीहरू लर्निङ गरेको हुन्छ होइन। उनीहरूले फेरि बिर्सिने सम्भावना हुँदैन होइन।
अब त्यो भएको कारणले गर्दाखेरि चाहिँ एआईबाट चाहिँ टिचर एआई नै टिचर रोबोटहरूले आउने क्लासरुममा पढाउने जाने हैन उनीहरूले सोधेका प्रत्येक क्वेसनको चाहिँ स्मार्टली उत्तर दिने सिम्प्लिफाई गरेर उत्तर दिने लेमन टर्ममा दिने हैन जस्तो भन्यो त्यस्तै आन्सर दिने रिसर्चका क्वेसन इक्वेसनहरू चाहिँ उनीहरूले चाहिँ तुरुन्तै यो कारणले यो भयो भनेर चाहिँ फिजिक्स केमिस्ट्री बायोलोजी हरेक एरियामा चाहिँ हैन राम्रोसँग चाहिँ दक्ष हिसाबमा पढाउने अब विद्यार्थीहरूले पनि अहिले च्याट जिपिटीहरू युज गरिरहेछ हैन तिनीहरूले अझै राम्रो इन्फर्मेसनहरू पाइरहेछ हैन ट्युटोरिङ गर्ने एआईले ट्युटोर गर्ने हैन त्यसरी नै अब कोलाबोरेसन एउटा फ्रेन्डली कोलाबोरेसन पनि हुने अब कहिले कहिले टिचरहरू त रिसाउने यसो भयो उसो भयो पिट्ने कुट्ने हुन्छ हैन त्यहाँ चाहिँ अब एआई त त्यस्तो हुँदैन उनीहरू फ्रेन्डली हुन्छ फ्रेन्डली बनाउन सकिन्छ हैन फ्रेन्डली हुने विद्यार्थीहरूलाई पनि राम्रो वातावरण क्या फ्रेन्डली वातावरण सिकौँ जस्तो लाग्ने मोटिभेसनल वातावरण त्यो आउने त्यस्तो कारणले गर्दाखेरि चाहिँ के भने एआई र स्टुडेन्टहरूको कोलाबोरेसन चाहिँ अझै दक्ष हुँदै जाने देखिन्छ टिचरहरूले पनि सिक्ने अब एआईबाट सिक्ने हैन अनि त्यहाँदेखि आफूलाई केही उत्तर आएन भने तुरुन्तै सोध्न सक्ने अनि तुरुन्तै स्टुडेन्टहरूलाई जवाब दिन सक्ने अब शिक्षकको पेसा पनि रिप्लेस पनि केही त हुने भयो त्यो क्षेत्रमा तपाईँले भन्नुपर्दा हैन क्रिएटिभिटी यसले चाहिँ रिड्युस गर्दै पनि जान्छ त्यो पनि सत्य हो अर्को नयाँ क्रिएसन पनि आउँछ किन नयाँ नयाँ एआईहरूको रिसर्च चाहियो विद्यार्थीहरूले त्यो एआईबाटै सुरु गरेर अझ नयाँ कुराहरू थाहा पाउनु पर्यो नि जस्तै ल एउटा एआई मैले बनाएँ अरे हैन त्यो एआई उनीहरूले त युज गरे ल त्योसम्मको क्रिएटिभिटी उनीहरूको भएन तर त्यसैमा सन्तुष्टि भएर नबस्नेहरूको लागि त नयाँ क्रिएटिभिटी गर्नु पर्यो न नयाँ एआई रिसर्च गर्नको लागि हैन त्यसकारणले दुवै हो एउटा केही मान्छेहरूलाई चाहिँ अब स्टुडेन्टहरूलाई क्रिएटिभिटीले चाहिँ केही लुज गर्छ हैन तर केही नयाँ क्रिएसनहरू अब यस्तो रहेछ अब के होला भन्ने एउटा जिज्ञासा छ भने त झन् सजिलो नयाँ क्रिएसनमा त्यो ठाउँमा त उसले मेहनतै गर्नु परेन त्यो ठाउँमा एआईले भन्नेसम्म त उसले मेहनतै गर्नु परेन त्यहाँबाट माथि उठ्नु पर्यो नि त भ्यालु एड गर्नु पर्यो त्यो भ्यालु एड गर्न नयाँ क्रिएसन चाहियो उसको सेल्फ क्रिएसन नभई त त्यो हुँदैन म अब यहाँ धेरै ठाउँमा गएँ पनि डेमो पनि गरेँ उहाँहरूको कुरा पनि सुने स्कुलमा अघि भने जस्तै हैन युनिभर्सिटीमा कलेजहरूमा पनि गएँ जाँदाखेरि के भने मेन कुरा चाहिँ डेटाको अभाव हैन अब डेटा नभई एआई हुँदैन जस्तै अब इन्भाइरोमेन्टल साइन्स स्टडीको लागि इन्भाइरोमेन्टल डेटाहरू चाहियो हैन त्यस्तै एजुकेसनल फिजिक्स रिसर्चको लागि फिजिक्सका के अरे एक्जिस्टिङ डेटाहरू हिस्टोरिकल डेटाहरू चाहियो त्यस्तै टेलिकममा त्यस्तै विद्युत प्राधिकरणमा हैन डेटा चाहियो ती डेटाहरूको अभाव मान्छेहरूमा सिक्ने उत्सुकता ठुलो देखिन्छ हैन तर डेटाहरूको अभाव छ रिलिएबल डेटा हैन त्यस्तो विश्वास गर्ने डेटा त चाहियो क्वालिटी राम्रो चाहियो हैन डेटा बिना डेटालाई अघि नै मैले भने ट्रेन गरेर मात्रै एआई बनाउने हो डेटै छैन भने जुन छ त्यो पनि राम्रो क्वालिटीको छैन भने त एआई नै भएन त्यसकारण उत्सुकता चाहिँ धेरै देखिन्छ सिक्न धेरै योग्य मान्छेहरू पनि छन् स्मार्ट पनि छन् हैन अहिलेको नयाँ जेनेरेसनहरू सबै राम्रो छन् हैन तर अब त्यसको अभाव छ डेटाको यसले नीति चाहिँ अब एआई फ्रेन्डली बनाउनु पर्यो हैन यसका स्ट्यान्डर्डहरू मेन्टेन हुनु पर्यो कसैको व्यक्तिगत हैन व्यक्तिगत लाभ हानिमा चाहिँ त्यसले असर गर्नु भएन व्यक्तिगत पर्सनल डेटाहरू चाहिँ एक्सपोज हुनु भएन हैन कसैको फन्डामेन्टल राइटहरूलाई चाहिँ के अरे हुनु भएन हैन त्यसको फन्डामेन्टल राइट चाहिँ कसैको हानि हुनु भएन अब यस तरिकाले इथिकल रुल्स रेगुलेसनहरू बनाउनु पर्यो कुन ठिक कुनमा एआई ठिक कुनमा बेठिक भनेर सरकारले चाहिँ पोलिसी लेभलमा चाहिँ नीति निर्माण गर्नु पर्यो अनि स्ट्यान्डर्डहरू चाहिँ गर्नु पर्यो क्रिएट गर्नु पर्यो त्यही अनुसार चल्ने उनीहरूको आफ्नै स्ट्यान्डर्ड पहिले पोलिसी डकुमेन्ट एआई सम्बन्धी पोलिसी डकुमेन्टहरू बनाउँछन् यो चाहिँ स्ट्यान्डर्ड हो यो बेस्ट प्र्याक्टिस चाहिँ यो हो एआईको बेस्ट प्र्याक्टिस चाहिँ यो हो यो लिमिटेसन नागेर हामी बाहिर जान सक्दैनौँ हैन हाम्रा डेटाहरू सेक्युर हुनुपर्छ हाम्रा जति डेभलपमेन्ट आर्किटेक्चरहरू छन् जुन हाम्रो यो क्लाउडमा अथवा आफ्नै क्लाउडमा यहाँ सेक्युर हुनुपर्छ यो एक्सपोज हुनु भएन यो लेभलको ट्रेनिङ हुनु पर्यो यो लेभलको काम गर्न यो लेभलको ट्रेनिङ हुनु पर्यो
यो लेभलको स्किल सेट हुनु पर्यो, एजुकेसन हुनु पर्यो भनेर उनीहरूले चाहिँ पहिले पोलिसी निर्माण गर्छन्। अनि त्यो पोलिसी अब ए कम्पनीको पोलिसी र बीको फरक हुनसक्छ फेरि। त्यसकारण ठ्याक्कै यो कम्पनी तपाईँहरूको मानिलिनु यो राससको पोलिसी जस्तो छ ठ्याक्कै अर्को कम्पनीको त्यही हुनुपर्छ भन्ने छैन। तपाईँकोहरूको आफ्नो बेस्ट प्र्याक्टिस तपाईँहरूले बनाउने हो एआई सम्बन्धी। अब अर्कोले अर्को बनाउनु, त्यसरी चाहिँ आफू चल्छन्। अनि त्यसलाई नियमनहरू चाहिँ गरिरहेको हुन्छ गभर्मेन्ट एजेन्सीहरू, गभर्मेन्टहरूले होइन। उनीहरूको आफ्नै टप लेभल पोलिसी हुन्छ, त्यही पोलिसीको अन्डरमा रहेर बेस्ट प्र्याक्टिस बनाउने हो। हजुर, यो चिन्ताको विषय हो होइन। अब जे कुराको पनि प्लस माइनस दुवै हुन्छ होइन। अब एक तरिकाले हेर्दाखेरि एआई नभई नहुने हाम्रो जीवनको साथी नै भइसक्यो होइन। अब अर्को तरिकाले हेर्दाखेरि यसलाई चाहिँ मिसयुज पनि हुन्छ होइन। अब त्यस कारणले दुवै हो यो, तर नियमन गर्नु पर्यो गभर्मेन्टहरूले, आफ्नै कम्पनीहरूले रुल रेगुलेसन बनाएर यो बेस्ट प्र्याक्टिस बनाएर त्यसलाई कुन लेभलसम्म कुन लिमिटेसनसम्म लाने भनेर सबैले त्यही किसिमले लानु पर्यो। सम्भावना पनि अधिक छ होइन। हरेक एरियामा, मेडिकल एरियादेखि एग्रिकल्चरदेखि टेलिकम, तपाईँहरूकै समाचार होइन, यो न्युज एजेन्सीहरू, यो हरेक क्षेत्रमा यसको सम्भावना चाहिँ म्याक्सिमम छ। मेन कुरा अघि नै मैले भनिसकेँ, डेटा क्वालिटी डेटाहरू चाहिँ डे नम्बर 1 आजैदेखि चाहिँ हामीहरूले जम्मा गर्न सक्नु पर्यो। हामीहरूले को युज केसहरू के गर्ने, हाम्रा रिक्वायरमेन्टहरू के हुन् भनेर डिफाइन गर्नु पर्यो होइन। आफ्नै तपाईँको र मेरो एउटा कम्पनी र अर्कोको रिक्वायरमेन्ट एउटै नहुन सक्छ। आफ्नै बेस्ट प्र्याक्टिसहरू अनुसार ती रिक्वायरमेन्टहरूलाई होइन स्मार्ट इन्जिनियरहरू हायर गरेर सल्भ गर्नतिर लाग्नु पर्यो। उहाँहरू यहाँ मैले एक दुईवटा कलेजहरूमा जाँदाखेरि अलरेडी बेस्ट ब्रेनहरू यतै छन् होइन। राम्रोसँग पढि पनि राखेका छन्, गर्दैछन्, सिक्दैछन्, जान्दै पनि छन्, इन्ट्रेस्टिङ पनि छन्, मोटिभेसन पनि छ होइन। तर समस्या के छ भनेदेखि अलिकति डेटाहरू अभाव छ, अलिकति दक्ष जनशक्ति अझै पनि अभावै छ होइन। यहाँ ट्रेनिङ गराउने जनशक्ति पनि त्यो पनि, अनि डेटा मेन कुरा, अनि कस्ता गभर्मेन्ट डेटाहरू अब स्टोर त्यति देखिँदैन। हजुर, त्यो छैन। हजुर, जेएनजीहरू लगायत चाहिँ सबै आइटीका एआईका हरेक स्मार्ट ब्रेनहरू छन् नि, ती स्मार्ट ब्रेनहरूले चाहिँ स्वतः स्फूर्त रूपमा चाहिँ अब एआई अल्गोरिदमहरू बनाए होइन। नयाँ पार्टीहरूको प्रचार प्रसार स्वतः स्फूर्त रूपमा गरे। अब पुराना पार्टीहरू चाहिँ अब बिग्रेका भत्केका भन्ने जुन एउटा सेन्टिमेन्ट छ, त्यो सेन्टिमेन्टलाई चाहिँ त्यसले चाहिँ काम गरो होइन। अब पुराना पार्टीका पनि ती जेएनजी यङ स्मार्ट ब्रेन्स थिए, तर तिनीहरू चाहिँ अलिकति स्वतः स्फूर्त रूपमा किन लागेनन् भनेदेखि चाहिँ उनीहरूसँग विश्वास भएन। पुराना पार्टीहरूले यत्रो 32-35 वर्ष काम गरे, अब भएन भने। अब अर्को कुरा चाहिँ यो स्मार्ट ब्रेन भनेको फर्स्ट बेन्चरहरू हुन् होइन। अब सेकेन्ड लास्ट बेन्चरहरूले शासन गरिरहेका थिए, उनीहरूलाई कुनै एउटा म्याथमेटिकल क्यालकुलेसन गर्नु पर्यो भने 40% एसएलसीमा ल्याउने र 80% ल्याउने, एउटा उदाहरण दिन्छु है। 40% ल्याउने चाहिँ 40 आयो मेरो म्याथमा भन्दै खुसी भएर हिँड्छ, 80 ल्याउने चाहिँ 80 मात्रै आयो भनेर दुःखी हुन्छ होइन। अलि राम्रो ब्रेन चाहिँ 80 मात्रै आयो भनेर दुःखी हुन्छ, अलि कमजोर ब्रेनको मान्छे चाहिँ 40 आयो म त पास भएँ भनेर खुसी हुन्छ। अब यो पुरानो पार्टीहरू चाहिँ 40 आयो भनेर खुसी थिए होइन। 40 आयो मेरो त आइहाल्यो, म पास भइहालेँ भनेर, अनि त्यही र त भन्थे पार्टीहरूले मैले यो गरेँ ऊ गरेँ, हामी पुरै राम्रो काम गरिरहेको छौँ भन्थे नि, किनभने तिनीहरूको ब्रेनै 40% हो मेरो विचारले है। अहिले तिनीहरूलाई खेदै 80 वालाहरूले, हामीलाई त 80 चाहिन्छ, 80 आउँदा पनि हामी खुसी छौँ न भनेर यो चाहिँ फर्स्ट बेन्चरहरूले लास्ट बेन्चरलाई खेदेको जस्तो लाग्छ मलाई। अब सुशासन एआई हबहरू बनाउने, आइटी हबहरू होइन, अहिलेको एआई र आइटीको जमाना छ। यही हबहरू मार्फत चाहिँ बेरोजगारीका कुराहरू निकाल्ने गर्ने, सबै क्षेत्रमा पारदर्शिता ल्याउने, सुशासन दिने, प्रशासन निजामतीमा सेना प्रहरी हर क्षेत्रमा चाहिँ सुशासन त छँदैछ, राजनीतिक कुरा होला होइन। तर यता आइटी र एआईको तरिकाले पनि हजुर प्रविधिको प्रयोग गरेर रोजगारी सिर्जना गरेर कमसेकम चाहिँ
सँगैको साथीमध्ये होइन कोही साथीले चाहिँ हेर्दा हेर्दै 5वटा घर बनायो, कोही साथी चाहिँ खाडीतिर लाग्यो, त्यस पछाडि आन्दोलन हुने हो होइन। त्यस्तो वातावरण नहोस्। खाडीतिर लाग्छ भने पनि होइन, कमायो भने पनि आफ्नो क्वालिटीले कमाओस् होइन। तर त्यो हेर्दा हेर्दै 5वटा बिल्डिङ बनाउने, अर्को चाहिँ खाडीतिर लाग्ने, त्यो भयो नि त यहाँ त। त्यही भएर असन्तुष्टि भयो। यो हटाउनु पर्यो नयाँ सरकारले। आइटी भनेको चाहिँ एभ्रिथिङ हो होइन, इन्फर्मेसन टेक्नोलोजी एभ्रिथिङ। त्यो एआई पनि हो, आइटी एप्लिकेसन पनि भयो होइन, कम्प्युटर इन्जिनियर पनि भयो, डेटा साइन्टिस्ट पनि भयो, एआई इन्जिनियर पनि भयो, एमएल साइन्टिस्ट पनि भयो, आर्किटेक्चरहरू सबै। त्यो चाहिँ ठुलो बिग पिक्चर चाहिँ आइटी। अब आइटी अर्को के भन्नु, अल्गोरिदम। एआई अल्गोरिदम भनेको चाहिँ कुनै म्याथमेटिकल फर्मुलेसन क्यालकुलेसन चाहिन्छ। जस्तै एआईले पनि डेटाको हिस्टोरिकल डेटाहरूको प्याटर्नहरू अन्डरस्ट्यान्ड गर्नको लागि कुनै म्याथमेटिकल फर्मुलाहरू चाहिन्छ। त्यो फर्मुलाहरूलाई चाहिँ प्रोग्रामिङ गरेर बनाएको होइन प्याकेजहरूलाई चाहिँ अल्गोरिदम भयो है। जस्तै यो ब्रेन हाम्रो अल्गोरिदम जस्तो हो के। किनभने मैले तपाईँ र म गफ गर्दैछु नि, तपाईँको कुरो बुझेर मैले आन्सर गरिरहेको छु, एउटा अल्गोरिदम चलिरहेछ। त्यो अल्गोरिदमले तपाईँको क्वेसन पनि बुझेको छ, त्यस पछाडि त्यसलाई के गरौँ भनेर भित्रभित्र एनालाइसिस पनि गरेको छ, के आन्सर रिप्लाई गरौँ भनेर, अनि फाइनल्ली रिप्लाई पनि गरेको छ नि त। अनि तपाईँले बुझ्नुभएको छ नि, यहाँ अल्गोरिदम चलिरहेछ, त्यसै भइरहेको छैन। अब कोही कोही ब्रेनहरू अलिकति कमजोर भएकाहरूले त ठ्याक्कै क्वेसन सुनेर उत्तर दिँदैन नि, तिनीहरूको अल्गोरिदम राम्रो काम गरेको छ। त्यही सेम कन्सेप्टले अल्गोरिदम म्याथमेटिकल अल्गोरिदमहरू छन्, त्यो डेटाहरूको प्याटर्न अन्डरस्ट्यान्ड गरेर रिप्लाई गर्ने। अल्गोरिदममा यो एउटा त्यसरी थिङ्क गरौँ न, अल्गोरिदम दुनियाँ भयो तपाईँको क्वेसनको बुझेर मैले रिप्लाई गर्नलाई फर्स्टमा मैले तपाईँले बोलेको यहाँ आयो मेरो कानमा होइन, कानमा आउने मैले फ्याट्टा आन्सर त दिएको छैन। यहाँ चाहिँ प्रोसेसिङ भयो, त्यो क्वेसन बुझ्ने काम भयो। पहिलो नम्बर बुझिसकेपछि त्यसलाई प्रोसेसिङ भयो, म के रिप्लाई गरौँ भनेर भित्र ब्रेनमा चाहिँ मेरो इन्फर्मेसन एक्सट्र्याक्ट हुन थाल्यो। मसँग भएको नलेजहरू होइन, मसँग भएको नलेजहरू चाहिँ एक्सट्र्याक्ट हुन थाल्यो। मैले एक्सट्र्याक्ट गरेँ, एक्सट्र्याक्ट गरेपछि पनि सबै नलेज त म भन्न सक्दिनँ, कति बिर्सिन्छु होइन, कति चाहिँ भन्न लायक हुँदैन होइन। मैले टप 2-4वटा 5वटा छानेर तपाईँलाई रिप्लाई गरेँ नि। त्यो भनेको ओभरअल यो ब्रेन अल्गोरिदम है। त्यसरी नै तपाईँले च्याट जिपिटीलाई सोध्नुभयो, तपाईँले सोध्नुभयो विज मानिलियो परशुराम दाहाल एउटा, अथवा विज के अरे केपी शर्मा ओली भन्नुभयो है। पहिले त्यो तपाईँ सोधेको क्वेसन त्यो च्याट जिपिटीले त बुझ्नु पर्यो होइन। अब त्यो बुझिसकेपछि चाहिँ त्यसले अब केपी शर्मा ओलीको खोज्न थाल्यो, वेबसाइट हुँदै कता के उसँग भएका ब्रेनहरू इन्फर्मेसनहरू एक्सट्र्याक्ट गर्यो। अब केपी शर्मा ओलीका बारेमा त लेख्दा त झन्नै 50,000 पेज लेख्न सकिन्छ नि, सबै लेख्ने हो भने त 5,000 पेज लेख्न सकिन्छ। तर त्यो सबै त आन्सर होइन। अब उसले के लाउनु थाल्यो, कुन चाहिँ आन्सर ठिक भनेर होइन। ठिक भनेर आन्सर भन्दाखेरि त तपाईँलाई चाहिँ छोटो मिठो तपाईँले चाहे जस्तो तपाईँको समयलाई चाहिँ ध्यान दिएर कति लामो आन्सर चाहनु भएको छ भनेर त्यो पनि प्रोसेसिङ गरौँ अनि रिप्लाई गरौँ भने जस्तै ब्रेन र त्यो त एउटै भयो। त्यही हो अल्गोरिदम भनेको। अल्गोरिदम भनेको बिहाइन्ड द सिन व्हाट्स रनिङ अन होइन, द्याट्स द अल्गोरिदम। द्याट मे बी द म्याथमेटिकल होइन फर्मुला अर म्याथमेटिकल अल्गोरिदम द्याट अन्डरस्ट्यान्ड द प्याटर्न अफ द डेटा होइन। त्यो एउटा ओभरअल जुन प्रोसेसिङ छ, त्यो प्रोसेसिङ त फाइनली त स्ट्याटिस्टिकल म्याथमेटिक्स नै हो होइन। अल्गोरिदम द्याट्स द अल्गोरिदम। फाइनल्ली चाहिँ हामी एआईमा राम्रो रिसर्च गर्न सक्छौँ नेपालमा पनि, हरेक एरियामा, एग्रिकल्चर, मेडिकल, हरेक क्षेत्रमा, टेलिकम, सबैलाई स्मार्ट बनाउँदै जान सकिन्छ एडभान्स कन्ट्रीहरूमा जस्तै एआईको प्रयोगबाट। अहिलेको न्यू जेनेरेसनहरू भर्खर 12 क्लास होइन कलेज गएका स्टुडेन्टहरू धेरै स्मार्ट छन् यहाँ पनि। अब होइन अलि पुरानालाई त पढ्न अल्छी लाग्छ, गर्न अल्छी लाग्छ, त्यो होला। तर नयाँ जेनेरेसनहरूले अझै राम्रोसँग गर्दै जान सक्ने र एआई हब हुने सम्भावना चाहिँ छ नेपाल।